के बाइसेप्स नाइ डाक्टर दात खै देखाउ तँलाई एकलट हेरिदिम सिक्युरिटी यो कालेलाई बाहिर निकाल त ओइ फुची आइज अब मंकी आनम ब्रो मंकीले नआने यार एचआईभी लाग्छ तपाईको म आइसिस फिटको फ्यान ओइ ट्रेनर आयो जामिन त मोटो सोध्न दाइ यो मेरो साथीको वेट 1 महिनामा 15 केजी घटाउन पर्यो के गाह्रो छ लास्टै मोटो भयो के केही डाइट प्लानहरु छ भने दिनु न के खानु पर्ला कहाँ पाइन्छ त्यो खाना मजाक नगर्नु न भन्नु न के खानी हो के चिल्लो पुसी तातो माम त्यस्तो पनि खान्छ कसैले लाडो खा ओइ के भयो धेरै नै निराश देखिएछ जस्तो आज भिजा नै रिजेक्ट भयो यार मेरो लन्डनको बस मेरो टिकमा तिमीलाई पुगाइछु लन्डन जा जा ट्राई न त्यत्रो कन्सल्टेन्सीले नै गाड हानिसक्यो जा यस डङ्की हान्न परेन कसो ब्रो मिलेन भने नहान है बदल्छु म चाक तिम्रो जस्ट लाइक तबला दम 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 ए ब्रो अब गर्छु राम्रोसँग कसम तहलाई गच्छस् धेरै अनि गच्छस् मुजी काम कम पानी पानी बनाइछु आमा कसम लागि खाके मुला शरीर हेर्छ तेरो छिछि राम राम प्रभु उतले जा यसलाई कुन दिनमा काँचो मासु खुवाइदिन्छु मासु खाके भेजिटेरियन भएर नबस जिम गर्छस् यार तैँले छोड्दैकै मिर्ग हो यो ज्यान जाला तर मासु नखाला अनि तिमीहरू चाहिँ बाघ होला होइन बाघ त हुने शरीर हेर्दा हाम्रो शरीर ठुलो भएर बाघ होइन हात्ती हुन्छ चुप भनिस् मेरो लिन बडी नै ठिक छ मासु खाएर बडी बनाउनु भन्दा लिन बढी होइन लिन्टिङ लिन्टिङ बढी छ अरूलाई मारेर नखा बुझिस जिउँदै मासु खान त दिन नि पर्यो नि गर्लफ्रेन्डले सालीहरू मासु खाएकै मोटो भएको थाहा छैन वी आर बल्किङ बिच आई लभ यु विल यु म्यारी मी तैले कसरी सोचिस कि आई विल एभर एक्सेप्ट यु एज माई हस्बेन्ड थु साले मोटे कहिले आफ्नो ज्यान ऐनामा हेरेछस् पेट हेर्दा तेरो भुइँसम्म लत्र्या छ ब्रो हार्ट ब्रेक भएको तिम्रो ओ हजुर बडी सेमिङ गरी जाँटीले रिभेन्स लिने हो त भाइ नै छोड्दिनु आई लभ हर रिजेक्ट गर्नु उसको चोइस हो त्यसो भए बदला होइन बदलिएर देखाइदेऊ न त भाइ गुड ब्रो सो हर व्हाट यू क्यान डू गान्डु रे नै नै सो हर व्हाट यू क्यान डू के तैले कसरी सोचिस कि आई विल एभर एक्सेप्ट यु एज माई हस्बेन्ड थु साले मोटे कहिले आफ्नो ज्यान ऐनामा हेरेछस् पेट हेर्दा तेरो भुइँसम्म लत्र्या छ अब जान्छु त्यसलाई भेट्न नमस्ते अङ्कल सिमरन बस्ने यही हो र हो के चाहियो तपाईँलाई बदला नै त्यो त छैन यही छ को हो म हो म हँ तपाईँ को मैले त चिनेन नि चिनिनेस् म त्यही मोटे केटा हो तँलाई प्रपोज गर्ने ए तिमी हो कस्तो ह्यान्डसम भएको तिमी अहिले त चिन्नै गाह्रो अब त प्रपोजल एक्सेप्ट गर्लाउ नि है त्यत्रो एटिट्युड लास्टमा घोडा टेक्नलाई पो हो तेरो मैले नि एटिट्युड देखाइ देखाइ त टेका थिएँ नि लास्टमा बुढी अरू मान्छेको अगाडि हर्नी नपाउ त बुढी रे बाबा होइन तपाईँ उसको बाबा होइन ड्याडी हो म उसको लास्टमा बिहे जसै यस्तै बुढेसँग गर्ने भएको भए किन रिजेक्ट गरेको त मलाई मोटे भनेर ओए तैँले कसलाई बुढे भनेको रोक तँलाई देखाउँछु किन बिहे गरेको कतिवटा जिरो हो यो जिरो खन्न नसक्ने गरेर पैसा कमा त बुढी बोकेर नि यस्ता जाँटी केटी जति नै पाउँछस् साह्रै बुढी इक्जाम्पल मात्र दिएको हो यस्तो किन हुन्छ कि बुढा आउनु खाना खाना यहाँ थोरै टुप्पो काटै पैसा कमाएपछि फाइदा हुन्छ के सालेले कस्तो चिनेन मलाई गुड मर्निङ मर्निङ गुड खाइ त गुड त तिमी छौ नि
मेरो कार्ड कहिले आउँछ नि? तपाईँको मैले इन्फर्म गरिदिएको छु, तपाईँको नम्बरमा कल आउँछ भएपछि। ए तिम्रो आफ्नै नम्बरबाट गर ल कल। हजुर यहीँको टेलिफोन नम्बरबाट आउँछ कल। नाइ कि तिम्रो नम्बरबाट गर न, कस्तो होला। तपाईँलाई कार्ड चाहिएको कि मेरो नम्बर? तिम्रो नम्बर कार्ड दिन्छु मैले। ए नम्बर भएको ल ल्याउ त। नाइ के तेरो कार्ड दिन्छु भनेको। सरी आन्टी, साला जिममा बडीको साटो सम्बन्ध पो बनाउनु खोज्छ। ब्रो त्यसरी होइन कि राम्रोसँग गर न। माछी नि तैँले मलाई सिकाउनु पर्छ। मैले त हेल्प पो गरेको। हेल्प गरे अरे मलाई हेल्प। रन्डीको छोरा आफ्नो काम गर्न जा। मलाई बाल मैले त सिकाइदिएँ के हो गर्न। ब्रेक सान्चस म्याच सिक्ने यही हो तेरो स्ट्यान्डर्ड म्याच सिक्ने यो रन्डीहरू छाडा म त्यो भन्दा नि छाडा तैँले खोडा खान्छस् है, तर बडी बोलिस् भने त लिएर आउँछस् खोडा म लिएर आउँछु गन गन छ मसँग रन्डीको बान। न्यूनो कोच फुचे खालास ब्वाङ ब्वाङ ओ माई गड बडी राम्रो नभए नि पावर त रहेछ त ब्रोको। यहाँ के गर्दै मुजी गेडा समातेर बसी राति जस्तो लागेको थियो म्याच सिक्ने 2 वर्षसम्म। मलाई नसा देखेको मनपर्छ, जाम न यार जिम। सब केटाहरूको यत्तिकै देखिन्छ त नसा। नजिस्किन यार, जाम न है भोलिदेखि जिम। म जिम जान्न यार, शरीरभरि रौनै रहन्छ, बडी बनाएर नि कसलाई देखाउने। लौ काट्न मिलिहाल्छ नि, काट्यो भने झन् लामो आउँछ। अनि काटेसी लामो हुन्छ र अनि त्यही भएर त अनि मुस्लिमहरूले काट्ने। कहाँ जान लागोस् त? मेरो सानो छ कि काट्न जान लागो। ल ल ल यसले के काट्ने भन्यो? ओइ रोकी, साइको रौँ मात्र लामो हुन्छ कि त्यो हुन्न यार बस। तर सही भनिस् जिम हान्यो भने त्यो पनि सानो हुन्छ। तेरो ठुलो छ र? नै झन् सानो हुन्छ। अस ब्रो अस आइजा गर। नर 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 बिजारा राख, भोलि बिहानसम्म ठुलो हुन्छ। चुप लाग। ओइ अघि 10 का हान्यो, अब 15 का हानमै। ब्रो 18 भन्दा कमकोलाई नहाने यार। तपाईँको हो? म पल्दाएको छिमेकी। ओ यो तलसम्म त कि अलि माथि माथिकै मजा होला नि अलि। ओ बिमल हेर्दा एकचोटि मिलेछ कि नै? माथिदेखि तल सबै मिलेछ। ल ल ओ बिमल ओए ओए मरेको म ओए यता यता। सरी सरी, अब चाहिँ जानै पर्यो। धन्य मरे थियो यार। हेलो आई एम बिमल। आई एम सरी। हेलो सरी। आई मिन आफ्नो एक्सरसाइज गर्न जानु भनेको के। ल ल छिटो जानु त तपाईँ यहाँबाट। ओइ त्यो केटी क्या राम्री है बिमल? त यहाँ केटी हेर्न आएकोस्। डाक्टर मलाई अचम्मको रोग लाग्यो। खै एकचोटि उठा त। ल बाइसेप्स देखाउ त। ड्याम, ल अब ट्राइसेप्स। ओ माई गॉड आई एम गेटिङ हर्नी। ल अब ब्याक 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 छिटो ब्याक। नो न ब्रो आई मिन ढाडकै चाहिँ आँखी देख्न परेको यो। व्हाट द फक। ल अब लेग 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 हेरौँ त। डाक्टर बडी त ठिकै छ कि अरू नै हो प्रब्लम? के हो भन न त। डाक्टरसँग लुकाउनु हुन्न कि? डाक्टर म जिम खासमा आफ्नो एक्सलाई भुलाउनको लागि गएको थिएँ कि। अनि नहाँस्नु न डाक्टर। ओके ओके डाक्टर, म जिम जान थालेको 2 वर्ष भयो र जिम जान थालेपछि मैले केटीलाई भन्दा पनि केटालाई हेर्न थालेँ कि। लौ केटालाई किन? साला मोटे खायो बस्यो हग्यो, यस्तो मान्छेहरूको काम छैन। कस्तो खतरा यार चेस्ट यार, मेरो भन्दा नि ठुलो छ यार। यस पुसअप रालाको फाइदा भयो। नाच्नु न डाक्टर। नाचे के गरौँ त? म के हो के न भन्नु न। तिमीलाई बच्चामा औँला चुस्न मन पर्थ्यो कि नै? मन पर्थ्यो। भनेपछि तिमी के हो? फेरि जिस्किनु भयो के? तिम्रो माइन्डमा गलत धारणाको विकास भएको छ कि? हेर भाइ पहिला कुरो त जिम जानु भनेको मेनली हेल्थको लागि हो कि, बडी बनाउनलाई मात्र होइन। उसले चुतिया बनाएर गएपछि बडी त बनाउने हो नि डाक्टर। बडी होइन मेरो भाइ, औकात बनाउने हो कि औकात। म हेल्थकै लागि गएको थिएँ कि सुरुमा त,
एक्सले छोडेर गएपछि मेरो माइन्ड फक्टअप भएको थियो कि एक्स पनि फक्टअप हुँदै होला है अहिले मेरो बारेमा जे भने एक्सको बारेमा त्यस्तो नभन्नु त आजदेखि नो कम्प्यारिजन विथ अदर्स है त्यति बुझ नि तिम्रो प्रब्लम सल्भ हुन्छ कि कम्प्यारिजन नगरी त ग्रोथ नै हुँदैन अनि हो त्यो नि हो अनि के गर्ने त अब त्यो भन्नु न डाक्टर हिजोको आफूलाई आजसँग कम्पेयर गर के भाइ बाँकी दुनियाँका माका भोसडा भनेपछि म के होइन नि है हेर त मेरो चेस्ट अभि कस्तो सेम केटी कस्तो हो त नि आम्मै कस्तो क्युट भनेपछि तिमी के हेर्नौ कसरी तिमीले मेरो देख्ने बित्तिकै आफ्नो एक्सलाई सम्झ्यौ है है हो गेन भन न हो है तँलाई लजाउटे मुर्दा र अहिले लजाउँछ हेर त ब्रेकअप चाहिँ किन भएको नि उसँग तिम्रो मेरो चेस्ट उसको भन्दा ठुलो थियो कि त जाँठो त गेनै भएको ठिक आज हामीसँग हुनुहुन्छ प्रकाश र यदि उहाँले 50 केजी उठाउन सक्नुभयो भने he will win 50,000 डलर औकातमा बस भाइ 50,000 तेरो 8 महिनाको इन्कम हो कि सरी ल गाइस के प्रकाशले 50 केजी उठाउन सक्ला नि त लेट्स सी इट कम अन यु क्यान डु इट कम अन ब्रो यु क्यान डु इट यार कम अन अब अलिकति मात्र ल प्रकाश बेबी ल छिटो Congratulations brother you win 50,000 तपाईको बिल 2 लाखको निस्किएको छ जाँठो जाला सब जिम 50,000 त जितेकै हो नि हसाइस जाँठो प्रकाश लेको च्यालेन्ज गर्ने माता यहाँ पनि आइस भनेको एउटा च्यालेन्ज छ के गर्नु छैन मलाई जाऊ त बिल पे गरिदिन्छु के 2 लाखको ल त नि If this guy masturbates with his broken hand, I will pay his hospital bills. But in front of Homelander. You get hard right now, or I'm gonna lazy your dick off. नहीं नखेली च्यालेन्ज त्यसो भए त प्लिज यार खेल्नै पर्छ नत्र मेरो भिडियो बन्दैन सक्दिन के यार मैले Subscribe right now.